भएको होस् आजको दिनबाट। अनि उहाँले हामीलाई फेरि पनि आजको दिनमा नयाँ बनाउनु भएको छ। म विश्वास गर्छु परमेश्वरको दिन नजिक हुँदै गर्दाखेरि हाम्रो जीवनमा परमेश्वरले शक्तिशाली काम गर्नुभएको छ। अनि त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। हामी हेर्नेछौँ वचनबाट पहिलो इतिहास 13 को 9 अध्यायमा यस्तो लेखिएको छ, तिनीहरू किदोनको खोलामा आइपुग्दा ती गोरुहरूले ठक्कर खाए र उज्जियाले सन्दुक समात्न आफ्नो हात बढाए, तर परमप्रभु उज्जियासँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो, किनभने तिनले आफ्नो हात बढाएर सन्दुक छोएका थिए, यसैले तिनी परमेश्वरको सामुन्ने त्यही नै मरे। अब अहिलेको अवस्था हेर्दै गर्दाखेरि थुप्रो देशहरूमा, विभिन्न देशहरूमा, गल्फ कन्ट्रीमा, इजरायलमा अनि थुप्रो युरोपियन कन्ट्रीहरूमा चाहिँ अहिले के भइराखेको छ भन्दा लडाइँ परिराखेको छ, युद्धहरू भइराखेको छ। अनि हामी हेर्दै गर्दाखेरि हाम्रो क्रिस्चियन जीवन पनि एभ्रिडे हामी चाहिँ एउटा रणभूमिमा हुन्छौँ, हामी पनि एउटा युद्धमा हुन्छौँ। तर त्यो कुराले हामीलाई जित्न सक्दैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। परमेश्वरको सन्दुकलाई चाहिँ यहाँ हेर्दै गऱ्यो भने 5 अध्यायमा हुनुपर्छ, यसैले किर्यत यारिमबाट परमेश्वरको सन्दुक ल्याउन मिस्र देशको सिहोर नदीदेखि लेबो हमातसम्मका जम्मै इजरायलीहरूलाई दाउदले भेला गरे। अब यहाँबाट चाहिँ सन्दुक ल्याउने दाउदले भनिराखेको हुन्छ। अनि 9 अध्यायमा आउँदै गर्दाखेरि त्यो सन्दुक हुन त उज्जियाले त्यो सन्दुक खस्छ भनेरै उसले पकड्न गएको, तर उसको परमेश्वर यति पवित्र हुनुहुन्छ कि अपवित्र अशुद्ध कुरा चाहिँ उहाँको अगाडि टिक्न सक्दैन। त्यसै गरी अहिलेको समयमा हामी पनि यो युद्धमा हुँदै गर्दाखेरि, हाम्रो जीवन पनि समस्याले भर्दै गर्दाखेरि, संसारले हामीलाई थिच्दै गर्दाखेरि, थुप्रो कुराहरू हाम्रो जीवनमा हुँदै गर्दाखेरि हामीले एउटा कुरा चाहिँ बुझ्नुपर्छ कि उहाँ चाहिँ शक्तिशाली हुनुहुन्छ अनि उहाँको अगाडि चाहिँ कुनै कुरा पनि टिक्न सक्दैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यो सन्दुकलाई ल्याइँदै गर्दाखेरि परमेश्वरको उपस्थितिमा उज्जिया टिक्न सकेन के? अहिलेको अवस्थालाई हामी हेर्दै गर्दाखेरि परमेश्वरले दिँदै गरेको, परमेश्वरले ल्याउँदै गरेको त्यो शक्तिशाली भयानक जागृतिको कुरालाई कुनै कुराले रोक्न सक्दैन। त्यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ, त्यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। धेरै पटक हामी वरिपरिको अवस्थालाई हेर्छौँ, ला प्रभु जागृति कसरी लाग्छ नि होइन, जसले जागृतिको बारेमा सोचेको हुन्छ त्यसलाई चाहिँ लाग्छ। किन भन्दा परिस्थितिहरू बिग्रिराखेको छ नि त। अहिले अवस्थाहरू हेर्दा डर लाग्दो छ, झन् नेपालको अवस्था हेऱ्यो भने झन् डर लाग्दो छ, किनकि कुनै सेक्युरिटी छैन नि त। तर जब हामी उहाँको प्रतिज्ञा अनि उहाँको नाउँ सबैभन्दा माथि छ भन्ने कुरा चाहिँ बुझ्छौँ नि, अनि हामीलाई चाहिँ मजा लाग्छ अगाडि बढ्न। यहाँ तलतिर हेर्दै गयो भने म अन्तिममा पढ्नेछु, सन्दुक त ल्यायो, उज्जिया पनि मर्यो। अनि यो कुराहरू हेर्दै गर्दा दाउद चाहिँ डराउँछ। अब हामीले चाहिँ के कुरा बुझ्नु पर्यो भन्दै गर्दाखेरि म यो घटनालाई पढ्दिनँ, तर म सर्टकटमा केही कुराहरू भन्छु। अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि कति पनि केही कुराहरू मिलेको छैन। यो अवस्थालाई तपाईँले सुधार्न खोज्दै गर्दा सुध्रिँदैन। एउटा कुरा चाहिँ पक्का के हेर्नुहोस् भन्दा गर्दाखेरि परमेश्वरको दोस्रो आगमन हुँदै गर्दाखेरि परमेश्वरले दिएको प्रतिज्ञा अन्तिम दिनमा यस्तो खालको डरलाग्दो कुरा हुन्छ भनिकन परमेश्वरले भन्नुभयो। अनि त्यो कुराहरू चाहिँ दिन प्रतिदिन इन्क्रिज हुँदै जान्छ। हामी यस्तो अवस्थामा छौँ अनि यो कुराहरू हेर्दै गर्दाखेरि हामी विश्वासीलाई लाग्छ ओ हामी यो कुराहरू सुधार्न सक्छौँ, प्रार्थना गरेर परमेश्वरको वचनलाई घोषणा गर्दै गर्दा यो कुरा हामी सुधार्न सक्छौँ। सक्दैनौँ। परमेश्वरको दोस्रो आगमन, उहाँको दिन नजिक आउँदै गर्दाखेरि अझ यो कुरा भयानक तरिकाले, अझ डरलाग्दो तरिकाले यो कुरा चाहिँ फैलिँदै जान्छ। मान्छेहरू मरिराखेको, थुप्रो यो डेथ केसहरू बढिराखेको छ। किन भन्दा परमेश्वरको दिन नजिक छ, उहाँ नजिक हुनुहुन्छ, उहाँ ढोकामै हुनुहुन्छ। अनि जब हामी उहाँको स्वरलाई सुन्दैनौँ नि त्यसपछि हाम्रो जीवन पछारिन थाल्छ। परमेश्वरको राज्यलाई फैलाउनलाई अनि उहाँको प्रतिज्ञालाई बढाउनलाई नि जब हामी त्यो कुरालाई बुझ्छौँ तब मात्रै त्यो कुरा फैलिन्छ। यो कुरा यो हेर्दै गर्दाखेरि दाउद चाहिँ डरायो। त्यो कुराहरू हेर्दै गर्दाखेरि उसले आफूसँग लग्ने सन्दुक चाहिँ अन्त्यतर्फ पठायो। अनि जब त्यो सन्दुक त्यहाँ पर्यो
अनि त्यहाँ चाहिँ आशिष फैलिन थाल्यो। यो घटनालाई हेर्दै गर्दाखेरि अहिलेको अवस्थालाई हेरेर हामी कति पनि नडराउँ अनि त्यो कुरालाई हेर्दै गरेर कति पनि हताश नहौँ, तर परमेश्वरको प्रतिज्ञालाई चाहिँ हामी पक्रेर बसौँ। परमेश्वरले शिविर तोड्ने भन्नुभएको छ, शिविर तोडौँ, जस्तो सुकै शिविर छ नि हामी तोडौँ अनि अगाडि बढौँ। त्यसपछि परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। शिविर तोड्नलाई नि एउटा हतियार छ अनि त्यो हतियार पनि हामी हेर्नेछौँ। शिविर तोड्नलाई चाहिँ त्यति सजिलो छैन। म शिविर तोड्छु अनि म अगाडि बढ्छु भन्ने कुरा त्यति सजिलो छैन। हामीले चाहिँ त्यो कुरा बुझ्न पर्छ। हामी केही बाइबलबाट केही घटनाहरू हेर्नेछौँ अनि त्यहाँ पढ्दै गर्दा हामीलाई थाहा लाग्छ यो चाहिँ साउलको घटना हो। अनि पहिलो इतिहास 10 अध्यायको 13 पदमा हामी जसरी हेर्छौँ यहाँ यसो लेखिएको छ, म छिटो पढ्नेछु। यसरी साउलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनु पर्यो। तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूत प्रेत खेलाउनेको सरसल्लाह लिएका थिए। तिनले परमप्रभुको सल्लाह लिएनन्, यसकारण उहाँले तिनलाई नाश गर्नुभयो र राज्य यिशैका छोरा दाउदलाई सुम्पनु भयो। अब यो कुराहरू हेर्दै गर्दाखेरि हामीले पनि परमेश्वरको राज्यलाई बढाउने कुरा, विस्तार गर्ने कुरा, त्यो प्रतिज्ञालाई पक्ड्ने कुरा जब हामी हेलचक्राइ गर्छौँ, अरूको हामी त्यो कुरालाई देखेर पनि अनदेखा गर्छौँ नि। साउलले त्यही गरेर हरेक कुरा बुझेको थियो उसले, तर जब परमेश्वर शक्तिशाली हुनुहुन्छ, उहाँले सबै कुरा गर्न सक्नुहुन्छ भन्ने कुरा जब साउलले बिर्स्यो नि, उसले आफ्नो हत्या आफै गर्नु पर्यो। आफ्नो हत्या गर्नु पर्यो। किन भन्दा उसले परमेश्वरको प्रतिज्ञालाई बिर्सी पठायो अनि राजाको पदबाट परमेश्वरले निकालिदिनु भयो। अनि यही 11:9 पदमा हेर्यो भने यस्तो लेखिएको छ, अनि दाउद झन शक्तिशाली हुँदै गयो किनभने सर्वशक्तिमान परमप्रभु तिनीसँग हुनुहुन्थ्यो। अब यहाँ हेर्यो भने त्यही साउल हो जोसँग परमेश्वर हुनुहुन्थ्यो अनि उसको जीवनमा पनि परमेश्वरले काम गरिराख्नु भएको थियो, तर उसले चाहिँ प्रतिज्ञालाई नबुझेको कारणले गर्दाखेरि परमेश्वरले साउललाई चाहिँ राजाको पदबाट निकालिदिनु भयो। तर परमेश्वरले फेरि दाउदलाई नियुक्ति गर्दै गर्दाखेरि दाउद चाहिँ अझ शक्तिशाली भयो। किनभने वचनले के भन्छ भन्दा परमप्रभु सर्वशक्तिमान परमप्रभु तिनीसँग हुनुहुन्थ्यो। अनि जसै हामी उहाँको प्रतिज्ञालाई बुझ्छौँ, परमेश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ अनि उहाँले चाहिँ हाम्रो जीवनमा काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्छौँ नि, त्यसपछि हाम्रो जीवनमा परमेश्वरले काम गर्नुहुन्छ। सो म तपाईँलाई यो बिहानीमा के उत्साह गर्न चाहन्छु भन्दा अरू कुनै पनि नाउँ छैन जसले चाहिँ हामीलाई शक्ति दिन्छ, जसले चाहिँ हामीलाई बल दिन्छ, जसले चाहिँ हामीलाई सबै कुरा दिन सक्छ। त्यो नाउँ चाहिँ हो येशू नाउँ, जसलाई चाहिँ हामी पुकारदै गर्दाखेरि, जसलाई चाहिँ हामी घोषणा गर्दै गर्दाखेरि, जसलाई चाहिँ हाम्रो जीवनमा पहिलो स्थान दिँदै गर्दाखेरि हाम्रो जीवनमा शक्तिशाली परमेश्वरले काम गर्नुहुन्छ। आमेन।